Hello everyone, welcome back to my channel. This is us Suraksha and Vikram. बिहान 5 बजे हामी मर्निङ वक गर्दैछौँ ब्याग बोकेर भनेर सोच्नु भएको छ भने गलत हो हैन हामी हेल्थ कन्सियस भइसक्यौँ कि अनि हामी ट्याक्सीमा मर्निङ वक गर्दैछौँ विक्रमी ब्याग सुसरा बोकेर मर्निङ वक गर्दैछ थ्याङ्क यू प्रिन्सेस ट्रिटमेन्ट भन्छ यसलाई केटीको छोरा सधैँ ठुलै हुन्छ केटाको कम्पेयर गर्दाखेरि हेर न मेरो ब्याग कत्रो छ बिहान बिहान च्याटिङ छ म यही छु कुन म्याडम हो अरू पनि हुन्छ नि छोरा मान्छेहरू कता मान्छेको बाहिर पनि दुई चारवटा गरौँ नि हुन्छ कान गर्छु फेरि उसले ढोका खोलिदियो र हामी झर्दैछ यसले हल्का कुकुरसँग चाहिँ मलाई डर लाग्छ कति राम्ररी देखि कि निन्द्रा नआयो टाडा वेलकम राम्रो देखिनु कस्तो राम्रो अन गर्नु ए अन भइरहेको लगाऊ न मजाले ल्याऊ न यो जुन मेरो पिम्पल आयो झन् आज आयो कि ठिकै छ राम्ररी मान्छेले कसले हेऱ्यो अनि पिम्पल आयो के नमिलेर हो के हो कसरी कति लाग्यो लगाऊ न पुरै मलाई कि यति मात्र माथि नि लगाऊ न मेरो अनुहारको धज्जिया उडेछ गाइस के हुँदैन गाइज बिचारा माया लाग्यो मलाई माया लागिसक्यो मेरो अर्को कुरा जुन म 11 बजे उठ्ने मान्छे आज जुन म 2 घन्टामा सुतेर उठेछु नि के भन्दै तिमीलाई पहिला मैले के सोध्थेँ भन्दाखेरि जो म्युजिक भिडियोमा हुन्छ नि जो मोडल हुन्छ उनी सिङ्गर हो उसले नि गीत गाएर उसैको आवाज आइरह हो भनेर सोध्थेँ कि पहिला अनि हल्का पछि भएपछि चाहिँ मैले के सोध्थेँ एक्स्ट्रा सोध्थेँ कि पहिला सिङ्गरले नै गर्छ अनि त्यसमा चाहिँ एडिट गर्छन् सोध्थेँ कि बिहेभियर गर्छन् सोध्थेँ कि तिमीले यस्तो सोच्थ्यौ कि नै टिभीभित्र चाहिँ मान्छे पसिरहेछ भनेर सोच्थ्यौ कि अनि त्यस्तो त सोध्थेन किन भन्दाखेरि मेरो थियो अलिअलि दिमाग चाहिँ थियो बुझ्यो कि तिम्रो जस्तो त्यो थिएन त्यस्तो हालत चाहिँ थियो किन भन्दाखेरि मैले टिभी थोरै थिएँ कि हाम्रो घर एउटा फुटेको टिभी थियो म त के सोच्थेँ त्यो टिभीभित्र मान्छे पसेर तिनीहरू मान्छेहरू निस्किन्छन् भित्र जान्छन् फेरिदेखि अब त्यो रियालिटी नै सोच्दै कि एक्टिङ भन्ने नै सोच्दैन क्या त्यस्तो है त्यो भयो सानसानोमा त्यो भयो भने त खतरा हुन्थ्यो तिमीलाई कहिले कहिले डराउन पनि पर्थ्यो होला कि रातिमा निस्क्यो भने म त खाटामा नि पसिरहेको हुन्थेँ नि बिक्रालो खोइ के भन्ने आउँथ्यो नि त अनि हेर्नु नै मजा लाग्ने खोइ खाएँ म 29 पुगेँ हजुर सोनपरी थाहा छ सोनपरी नै मलाई तँ पनि थाहा छैन स्वर्गकी परी चाहिँ थाहा अब ऊ चाहिँ थाहा छैन मलाई क्रिज बस्छ क्या सोनपरी चाहिँ सोनपापडी चाहिँ थाहा म चाहिँ यति क्लम्जी छु कि मेरो अगाडि पछाडि केही भयो भने खस्ने फुट्ने टुट्ने भइरहेको छ यति पेज मस्कारा मलाई लाउनु नदिनु सोनपरी साकालाका बुम बुम साकालाका बुम बुमवाला पेन्सिल थियो हो मसित बच्चा बेला गाइज मेरो साकालाको बुम बुमवाला पेन्सिल थियो कि बच्चा बेलामा मैले त्यसबाट सब बनाएँ त्यो के अरे हाइट बनाउनु बिर्सेछु कि मेरो अहिले त्यही भन्न आएको थियो म थ्याङ्क यू कफी खाँदैछु हाइट बढाउन म स्कुल पढ्दाखेरि होइन अनि हाइटको कुरा गऱ्यो नि त तिमीले म पनि सानी क्या अघि म लाइनको फर्स्टमा कि सेकेन्डमा हुन्थेँ कि एउटा सिर्जना फुच्ची भन्ने चाहिँ फर्स्टमा हुन्थेँ कि अनि अर्की म चाहिँ सेकेन्डमा हुन्थेँ कि अनि त्यो आइनको एब्सेन्ट भयो भने म सेकेन्डमा हुन्थेँ क्या अनि म यति टेन्सन भयो म कति कम्प्लेन खान्थेँ कि कम्प्लेन किनेर हाइट बढ्छ भनेर पछाडि बस्न हाइट बढोस् भनेर नि पछाडि बस्न लागेन सिर्जना भन्दा चाहिँ अग्ली हुन थियो ए होइन सिर्जना त अग्ली थियो नि सिर्जना त म हुन होजी थिएँ नि अझ नि होजी नै थियो दादा म चाहिँ जस्ट नर्मल जस्ट एकदमै अहिले चाहिँ त्यस्तो होजी पनि छैन अग्ली पनि छैन 5'3" छु जुन चाहिँ हाम्रो नेपालीहरूको एकदम नर्मल हाइट हो म नि त्यस्तै हुँ कि 5'3" नै हो तर तिमी केटा मान्छे 5'3" सानो हो नि त केटाहरू चाहिँ 5'7" सम्म ठिकै हो म सानै छु कि उमेरमा पनि ठिकै छ हाइट सानो भयो के होइन क्युट देखिन्छ तिमी र म एक्लै चाहिँ देखिन्न क्युट तिमी एक्लै त ह्यान्डसम देखिन्छ हो
पापाको परा पापाको परा हो होइन पापाको परा हुन्न कि कहिले नि पापाको त गदा सदा टाइप हुन्छ कि बुझ्यो मेरो त पेट दुख्यो पेट दुख्यो तिम्रो पेट दुख्यो तिम्रो लागि मैले के गर्न सक्छु पेट दुख्यो अन्त म त्यो गर्न रेडी छु अरू त मैले खासै जान्दिनँ यो गर्नुपर्छ भन्ने छैन तिमीले तैँले यो गर्दैछौ भने चाहिँ म खुसी हुन्छु भन्ने केही छ भने आइएम रेडी टु डु दिस हेल्प है यस्तै हो मैले तिमी हामी यसमा जान्छौँ अब अहिलेसम्म फेरि मैले केही भनेको छैन कहाँ जाने के जाने भन्नुपर्छ भन्नु पर्दैन कति क्युट देखियो कि आम्मो कसले भन्छ कि यस्तो मान्छेलाई यस्तो राम्रो मान्छेलाई किरा भनेर छ्या यस्तो कस्तो क्युट क्युटी क्युटी मेकअप बिग्रिन्छ कि ल भाइ हाम्रो गाडी त्यहाँ छ हामी त्यसमा जाने हो हामी आज पिकनिक जान आँटेको है अलिकति नाच्ने पनि ल त्यहाँ गएर गीत पनि गाउने ल यस्तै हो मैले दिने माया यस्तै हो मैले लिने माया झुक्दैन कहिले नि सुक्दैन यस्तै हो जस्तो लाग्थ्यो गीत साथीभाइहरू हामी यो पनौती पुग्यौँ होइन ऊ त्यहाँ चाहिँ हाम्रो पिकनिकको लागि त्यहाँ किचन भन्दैछ अनि सुरक्षा चाहिँ यहाँ गाडीभित्र छ हाम्रो पिकनिक चाहिँ कन्टिन्यू हुनु पऱ्यो भन्ने हाम्रो उद्देश्य छ सँगसँगै भ्लग पनि म चाहिँ फर्स्ट टाइम यो पनौतीमा आएर सुटिङ गर्दै सुटिङ पोल खोले अहिलेसम्म मैले सुटिङमा आएको थिएन पिकनिक हामी पिकनिक डकुमेन्ट्री खिच्दै हामी पिकनिक खान आएको त्यहाँ छ थाहा छ मलाई पनौती चाहिँ मेरो लागि लक्की छ जस्तो लाग्छ है ओके अनि मेरो फर्स्ट म्युजिक भिडियो तिमी चाहिँ मलाई देखाउनु बरु ल कता फर्स्ट म्युजिक भिडियो पनि पनौतीमा गर्दैछु सो केही होला कि भन्ने मेरो आशा ल हाम्रो फर्स्ट सिन खिच्नु गर्न लाग्छ हजुर तान्दिनु यसो भिडियो अनि तर यसलाई हामीले ऊ आएपछि यो गीत रिलिज भएपछि मात्रै यो भ्लग आउँछ है त्योभन्दा अगाडि केही पनि आउँदैन एकदमै आउँछ कस्तो फिल हुँदैछ तिमीलाई अनेस्टली तिमीलाई सोध्छु क्या म साँच्ची हजुर ओइ गोडी द फर्स्ट म्युजिक भिडियो मलाई अहिलेसम्म पनि त्यो हिजो अस्ति बरु अलिकति म नर्भस टाइपको थिएँ अहिले मलाई त्यो जाँदैछौँ हामी सिन लिनु तर पनि मलाई जाँदैछौँ वालै फिल आइरहेको छैन किन आइरहेको छैन त्यो भनेको तिमीमा अलिकति त्यो कन्फिडेन्ट लेभल बढिरहेको बढ्यो छ अब यति डर चाहिँ छैन मलाई म छु क्या म भएपछि किन के हुँदैन कि खतरा हुन्छ कि हेभी पोजिटिभ म पोजिटिभ नै छु ल हाम्रो विक्रमले फर्स्ट टाइम म्युजिक भिडियो गर्दै हुनुहुन्छ नभन किन काम छ होइन गाह्रो भयो कि यो भ्लग चाहिँ भिडियो रिलिज भएपछि मात्र राख्छु म यदि हजुरहरूले हेर्नु भएको छैन त्यति बेलासम्म कि अब लिङ्क हुन्छ गएर हेर्नु होला है दुईवटा चिया लिएर बसेर सुरक्षा है गाई पहिला ब्ल्याक खाने रे अनि मिल्क खाने रे मैले चाहिँ मिल्कै खाएँ ल सिधै मिल्क खायो भने ग्यास्ट्रिक हुन्छ क्या खासमा यस्तो हो कि के लाउँछ भन्दाखेरि मलाई ब्ल्याक टी खाने मान्छे चाहिँ गरिब जस्तो लाग्छ दुइटै वर्गमा पर्छ कि तिमी यता साइडमा हालिदिने कि ल ब्याङ्कको कि मेरो ब्याङ्कको हालमै मेक ओभर डन बाई माही बिस्किट आइरहेको छ यहाँ हाम्रो डिरेक्टर सर हुनुहुन्छ उहाँ चाहिँ एकदम भनिदिनु छिटो नेपाली इन्डस्ट्रीको एकदम ह्यान्डसम डाइरेक्टर ध्यान प्लस गर्नु सच बोल रहे हाँ सच बोल रहे हैंडसम तो है वो हैंडसम तो है अभी पहले और भी हैंडसम थे अभी थोड़े वो डाइट मोडल बनना होगा ए हो र सिकाउँछु यार तिमीमा गाइड गर्छु तिमी सक्छौ मलाई थाहा छ यतैबाट हो जस्तो लाग्छ यो चाहिँ के भन्छ भन्दाखेरि यसलाई चाहिँ के रहेछ यहाँ चाहिँ उ हो कि गाजा हैन फुल हो कि ए हैन अनि यो यो चाहिँ गाजा तिमीलाई हेरे कि नसा लाउँछ नि यताबाट
मजाले त के छोला तिम्रो जति तिम्रो आँखामा नसा छ त्यो भन्दा मैले मुभी गरेको छु यदि हजुरलाई थाहा छैन भने म अहिले खबर गर्छु द ब्लू लाइट कमिङ सुन डेट पनि फिक्स भयो तर मैले भुलेँ यार डिसेम्बरमा हो डिसेम्बर कति हो भुलेँ पछि भन्छु ल फेरि म त फेरि हिरोइनसँग मात्र हो नि फेरि काम गर्ने टाइटैसँग भाग्यमा नि खप्परमा लिएर आएको रहेछ तिमीले पनि यस केटा कसले खप्परमा लिएर आएको एउटा इन्डिभिजुअल युट्युबरसँग काम गर्नु त धेरै लक्की मान्छेले गर्दैन ओ वो ल अब चाहिँ हामी हाम्रो फर्स्ट लोकेसन मैले यसरी कुर्ता लगाएको छु चप्पल लगाएको छु म यसरी चप्पल लाउँथेन अरू बेलामा हिल्सहरू लगाउँथेँ तर आज चाहिँ हाम्रो बिक्रमसँग अलिकति अहिले हामी डेट हो ल अहिले ल यहाँ पनि आलु आलु नै आलु यस्तो थियो कि यहाँ पनि आलु यहाँ चाहिँ सर्टिफिकेटमा आलु पाएँ हो देखेँ हामी फेरि पिकनिकमा पनि यस्तो यस्तो कुराहरू लिएर आउँछ यता हेर्नुहोस् त हामी लिँदैछौँ ल यहाँ केही कुराहरू फर्स्ट सिन चाहिँ लियौँ अलिकति अब बाँकीको लिँदैछौँ सम्झाउँदै हुनुहुन्छ दाइले हेलिकप्टर सर्ट हान्दैछौँ है हामी साथीभाइहरू यहाँनिर यो तोरीबारीमा मजाले हान्दैछौँ सुरक्षा के छ कस्तो भइरहेछ Clap for Bikram. He is doing great. Seriously. ट्राई मात्र गरिरहेको छु ग्रेड चाहिँ होइन म कतिजनाको म कतिवटा उयोहरूसँग मेरो फर्स्ट म्युजिक भिडियो मलाई याद छ नि त म कस्तो गरेको थिएँ भनेर ओमाइ गड त्यो याद गर्दाखेरि त मेरो त म त यस्तो नर्भस थिएँ त्यो बेला फर्स्ट म्युजिक भिडियो गर्दाखेरि कति बिग्राएको थियो क्या 60वटा गरिसकेको मान्छेसँग गर्दैछु म पनि तर तिमी चाहिँ गरेछौ तिम्रो राम्रो भइरहेको छ ऊ दाइले 300 भन्दा बढी गरिसक्नु भएको ठिक छ Let's hope for the best result राम्रो आओस् बल्ल एउटा टुक्का सकेको छ बाँकी नै छ अब हामी हेलिकप्टर उडाउँदैछौँ आकाशमा हुँदैछ है अब युट्युबर भइसकेपछि अलिकति खास भ्लग त बनाइहाल्नु पर्यो ऊ त्यहाँ चाहिँ ड्रोन छ उडिरहेछ है यो हामी लिँदैछौँ ड्रोनबाट फर्स्ट युट्युबर भन्दा पनि अहिले हामी चाहिँ विशेष गरी आज भ्लग बनाउनुको रिजन चाहिँ यही गीतको लागि हो यो गीतको प्रमोसनको लागि हामी सुटिङमा एउटा थुप्रै टेन्सन छ होला यतातिर प्लस भ्लग पनि बनाउनु छ यो गीत पनि प्रमोट गर्नुपर्ने छ के छ मैले कस्तो गरिरहेको छु बवाल छ तपाईँ एकदम केमिस्ट्री तपाईँ बवाल छ तपाईँ शाहरुख खान जस्तो देखिरहेको छ मलाई लाग्दैछ मलाई अरूले कति यो भिडियो आइसकेपछि सबैजना कति डराउँछ नयाँ नेपाली शाहरुख खानको इन्ट्री भएको छ बवाल छ म विक्रम ए हो होइन त्यो गौरी हो कि गौरी हो कि गौरी ए अँ गौरी गौरी हजुर तपाईँको रे ओके खै त नि त्यो अर्को हुनुहुन्थ्यो नि भात पकाउनेवाला दाइ त्यो फरा खानको खाना पकाउनेवाला दाइ कि के रे नाम कुलदीप के हो ए होइन उहाँ चाहिँ नाइस हुनुहुन्छ है के छ दादा खिचिराख्नु भएको छ होइन तपाईँले बिहान सिन ठिक छ मैले पनि खिचिरहेको छु हाम्रो किचन हाम्रो सुटिङको किचन यस्तो हुन्छ उनीहरू खाएर बसिसक्यो म खाँदैछु यो चाहिँ पिज्जाको डो हो पी त्यो खोलामा झर्ने पनि होला नि ल जाऊ बाई चेन्ज गरेर लुगा हर्को हामी यहाँ आएको छौँ माइ दिदी त्यहाँ हुनुहुन्छ दिदी हिँड्नु गाइज हामी पिकनिक हिँडिसकेका छौँ
यो दिदी डराउनु भएको छ आमा त यस्तो डर लाग्यो गाइस तर मलाई चाहिँ सुरक्षामाथि पुरा विश्वास छ है किनकि म कस्तो कस्तो बाटो चलाएको छु अर्घा चाहिँ लग्या त्यो धोरपाटन बाटो ढुङ्गा ग्डेङ पार्दै हामी यहीँ हो कि कहाँ हो ए यहीँ रहेछ आलु हो कि ल हामी पिकनिकको खाना खाने बेला बल्ल भयो होइन क्या हात्रिकामा हामीले पिकनिक भने हम क्या दाइ पोल नखोलिदिनु न यसै कस्तो रमाइलो भइरहेको छ पिकनिक तपाईँ सुटिङमा आएर पिकनिक भन्ने हात्रि पोल नखोल्नु भनेर कसले पकाउनु भएको खाना ए उहाँ हुनुहुन्छ सेफ ल यस्तो हेलो हेलो भनिदिनु हेलो भन्दिनु हेलो फेरि 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 भन्नु न हेलो हेलो भन्दिनु काका हेलो ल यसरी हाम्रो यहाँ यसरी खाना खाइन्छ थाक्यो बिक्रम थाक्यो भात खाएर निन्द्रा लाग्छ कि झन् यस्तो हुन्छ एनर्जी अलिकति डाउन हुन्छ भात खाएपछि विक्रम सुत्यो बिचरा माया लाओ थोकै लाओ सबैले देख्छ हामी आई लभ यु गर्छौँ आई लभ यु यति भनेर अच्छा ल खेलिदिन्छु भाइलाई छेकिस ल भयो अहिले हामी यो पनौतीको यो बन्दीपुर जस्तो जस्तो रहेछ यो ठाउँ चाहिँ है दि यो ठाउँ कस्तो बन्दीपुर जस्तो जस्तो भाइब्स दियो क्या त्यस्तै खालको भाइब्स दियो तिमीलाई राम्रो लाग्यो ठाउँ हामी आउने के यता ल डन 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 कस्तो राम्रो वाउ सो गुड म पनि यहाँ आएको थिएन कि कोही पनौतीबाट हेर्दै हुनुहुन्छ भने यो ठाउँमा होमस्टे टाइपको एउटा केही छ भने त्यो कन्ट्याक्ट डिटेल कमेन्टमा छोडिदिइरहनु न म साथी हामी यो ठाउँ भिजिट गर्न आउँछौँ फेरि त्यहाँ कोहीलाई यतातिर कोल्याब गर्नु मन छ भने पनि हामी डोन्ट माइन्ड त्यो त हामी एकदम खुसीले गर्छौँ Oh, nice. So, अहिलेसम्म हाम्रो दुईवटा लुगा मात्रै चेन्ज भयो है अहिले कुर्ता लगाएर अब अहिले चाहिँ यो लुगा लगाइरहेको छौँ अनि साडी भन्नुभयो पता नै यस्तो लुगा भन्नुभएको छ अनि अब यो थर्ड लुगा चेन्ज हो अब हामी लुगा चेन्ज गर्न जानु लाग्छौँ कुद्दै हामी यो ठाउँमा छौँ गाडीमा आयौँ ये ढेन्डा फेरि ड्रेस चेन्ज दाइ ड्रेस चेन्ज ओके अब लाइटहरू सेट गर्नुपर्ने भयो राति अँधेरो भइसक्यो अब यो लाइटनिङहरू मिलाउनको लागि इट विल टेक मोर देन 20 मिनट्स ओके त्यति बेरसम्म म पनि रेडी भएर सकिहाल्छु हाम्रो चेन्जिङ रुम यही हो भ्यानिटी भ्यान हाम्रो नेपालको भ्यानिटी भ्यान यस्तै छ के गर्नु कुनै दिन इन फ्युचर होला भन्ने आसमा छौँ होला भ्यानिटी भ्यान इज भेरी नेसेसरी एकदम गाह्रो हुँदैछ गाह्रो हुन्छ हामी स्पेसली लेडिजहरूलाई लुगा चेन्ज गर्नुको लागि त्यति नै अब छैन शब्द दिदी ओके
अमो हेर्नु यस्तो हार्ड वर्किङ इज भेरी हार्ड एकैचोटि यत्रो नपुग्नु गाना जाला ल ल ल हामी चेन्ज गर्न फेरि हाम्रो भ्यानिटी भ्यानभित्र पस्यौँ ढ्यान ढ्यान कस्तो हो राम्रो अब हामी यहाँ लुगा चेन्ज अझ लिन छ अरे सामान ओके लिनुहोस् न लिनुहोस् दाजु लिनुहोस् म खोज्दैछु क्या मेरो लुगा चाहिँ कहाँ छ भनेर दिवाली में दिवाली साजन की दीवानी अब यो गीत नेपालीमा राख समझाया दिल ने मेरे हम मगर मैंने बुढ़ा न मानी के हो हामी साडी फेर्नु हो दिवानी कपिराइट लाग्दा दिदी यस्तो राम्रो गीत गाएछ त बुढाको दिवाली सजन मिन्स बुढा हैन सिङ्गर इन द टाउन नेपालीमा भन्न पर्यो भने के तपाईहरुले चिया खानु दिदी हामी चिया त्यस्तो हामी खै भाइ चिया कहाँ छ चिया खा छैनौँ तर हामी त लुगा चेन्ज गरिहाल्छौँ ल कस्तो छ म त्यसको ल भदिदी त हामी लुगा फेरौँ यहाँ सो हामी यहाँ साडी लाउँदैछौँ दिदीले साडी लगाएकै हुनुहुन्छ अनि म यहाँ छु अहिले मेरो भुँडी लागेको छ हामी यसरी यहाँ यसरी साडी लाउँछौँ हेलो गाइज के छ केटा हो सुरक्षाको भ्लगमा यी हाम्रो यहाँ यो एरियाको डन है ऊ मेन चाहिँ ऊ हो मोटु चाहिँ मेन डन त्यसपछि ऊ चाहिँ फेरि यताको हेन्डसम त्यो मिस्टर के अरे हो म चाहिँ कस्तो लाग्यो तिमीहरूलाई रियल लाइफमा के हो महाकाश तर मैले तिमीलाई जित्न सकिनँ कि त्यसमा मलाई रिग्रेट छ कि यहाँ सुरक्षा चाहिँ मेकअपै गरिरहेछ बिहानदेखि अहिलेसम्म मेकअपै मात्र चलिरह्यो र हाम्रो यहाँ सब बक्सहरू अन भइसक्यो अब भिडियोको लागि चट्ट लाएर चट्ट खिच्नुपर्छ भन न छ राम्रो वा यो हो ल अब यो चाहिँ अडियोको चाहिँ लास्टवाला सिन हो तर खास खिचिरहेवाला लास्ट चाहिँ होइन त भाइ ऊ दादा यहाँ अर्जुन दादा टलक्क लाएर चाहिँ नि एकदम बवाल है आयो है आयो लाइटहरू है बक्सहरू बलिरहेको छ के भयो मेरो कपाल यस्तो गर न यतिको चाहिँ हुनुपर्छ है डिरेक्टर भएपछि सेट गर न यहाँ चाहिँ सेट गर्दा स्प्रे खै स्प्रे अहिले जियोस् परेलजीले चाहिँ कपाल चाहिँ राम्रो मिलाउनु हुन्छ पहिला उहाँले सलिममा काम गर्नु भएको छोडेपछि त्यसपछि मेहनतले उहाँ अहिले आफैले माथि भइसक्यो त्यसैले गाइज मेहनत गरौँ अवश्य फल मिल्छ ल त माथि मेहनत गरौँ अवश्य फल मिल्छ भाइ बहिनीको मेहनतले पनि दुईजनालाई फल मिलिरहेको काटिहाल्छु नि केही नसक्छ डिरेक्टर सबै काम गर्नुपर्छ भन्ने हो नि त हाम्रो ल अब म राम्रो देखेँ है अब यो चाहिँ छुट्टै यहाँ हुँदैछ हाम्रो फुल टिपेर मलाई सिउरी दिने चिन हुन लागेको छ अनि त्यही दाइले चाहिँ यहाँ पुरै मिलाइदिँदै हुनुहुन्छ बाँधिँदै हुनुहुन्छ डिरेक्टर सरले अब म पुग्दैन भन्नुहुन्छ ल म यतिकै पुगिदिन्छु यहाँ म ठिक छ हट त छोड्नु त हात छोड्नु न छोडिदिनु न हात मैले बानेको छैन ए ल ठिक छ फेरि माथि जाला नि त बानेस झन् फेरि यो उनी नपुग्ला फेरि विक्रम सकिसकेको छ र भ्लग पनि यहीँ सकाइदिने हजुर ओके थ्याङ्क यू फर वाचिङ आवर्स अफ लभ यो गीतलाई पनि धेरै माया दिएर बाई गर्नु सपोर्ट गर्नु होला सुटिङ सकेर जाँदैछौँ घर बाहिर अब मान्छेले आउनु भयो भने चाहिँ भेटेर भोलि पर्सि भेटौँ त काम गरौँ 17 Pro Max चार्जर हरायो तपाईँको चाहिँ तपाईँको पनि रोल थियो त्यसमा 2 दिनमा आज चार्जर भने मलाई सुरक्षाले पनि हेल्प गर्यो तपाईँले सबैले दिदीदेखि लिएर सबैले नै हेल्प गर्यो मलाई
मैले सबैले सुरुमै म चाहिँ नयाँ हो म सिकाऊ भने नि त सुरुमै त्यो भएर चाहिँ मलाई अलिक सजिलो भयो हजुरहरूलाई चाहिँ कस्तो लाग्यो मैले के गरेँ मैले के चाहिँ गर्दिनँ रहेछु मैले के चाहिँ गर्नुपर्ने रहेछ म अलिक राम्रो नाइस क्वेसन मान्छे हुनलाई होइन राम्रो मान्छे मान्छे राम्रो मोडल राम्रो त्यही अभिनय राम्रो काम गर्न फर्स्ट चोटि हो नि त होइन, के हो? एक्सपिरियन्स हो यो त तपाईँले एक्सपिरियन्स लिने हो फर्स्ट चोटिमा सबै कुरा बेटर हुन्छ चाहिँ म भन्दिनँ होइन क्यामेरा फिक्स त तपाईँलाई थाहा छँदैछ युट्युबको भ्लग त्यो गर्दा तपाईँले आज नयाँ कुराहरू बुझ्नु एङ्गलबाट खिचिन्छ हरेकचोटि एङ्गलबाट आफूले आफ्नो पोस्टर चेन्ज गर्नुपर्छ जस्तै प्रोफाइल दिइरहनुपर्छ होइन टेक्निकल कुराहरू अब जस्तै अब तपाईँले एक्टिङहरू त अब हामीले भन्ने कुरा आउँदैन त्यो आफैले तपाईँलाई आफैमा पुगी छ त्यसमा हामीले भन्नु पर्दैन जस्तै टेक्निकल कुराहरू चाहिँ अब एक दुईवटा सुटिङ भइसकेपछि चाहिँ तपाईँले बुझ्नुहुन्छ क्या अनि त्यसपछि चाहिँ तपाईँलाई अझ मजा आउँछ क्या काम गर्नु अब अझै दुईटा गीत छ क्या यहाँ के हो तिमी अझ टाइम छ होइन त्यही त होइन तर फर्स्ट काम यतिको चाहिँ म त एकदम राम्रो हो फर्स्टचोटि तपाईँले यतिको पर्फर्मेन्स दिनु चाहिँ आइएम ह्याप्पी होइन एकदमै खुसी छु म ट्रुली एप्रिसिएटेड ट्रुली त्यसरी हेर्नुपर्छ नि त मैले त तपाईँले फर्स्ट टाइम म्युजिक भिडियो गर्दै हुनुहुन्छ होइन टेक्निकली पनि त तपाईँलाई कति कुराहरू त थाहा भएको हुँदैन कति कुरा तपाईँले आज कति कुरा नबुझ्नु भएको पनि हुनसक्छ होइन अनि त्यो हिसाबले तर कामको हिसाबले त पर्फेक्ट भएको छ मलाई चित्त बुझाएको छ सकिएको नि हाम्रो त्यो एउटा कुरा चाहिँ कन्फ्युजन चाहिँ के हुँदो रहेछ जस्तै हामीले भिडियो बनाउँदा सर्ट मुभी नै बनाउँदा वेब सिरिजै गर्दा पनि जस्तै कि त्यो क्यामेरा फ्रेमको कुराहरू भयो नि म्युजिक भिडियोमा चाहिँ त्यो गर्नै पर्ने हुँदो रहेछ जस्तै सिरिजमा चाहिँ त्यो हुन्न कि त फरकै जे गर्नु छ गर उताबाट सर्ट बसिहाल्छ भन्ने खालको हुन्छ हाम्रोमा यसमा चाहिँ अलिकति त्यो वाला यसमा चाहिँ अझै राम्रो देखाउन ल त्यो डिटेल ब्युटी हो नि त्यसमा त ह्यान्डसम एस्थेटिक्स देखाउनु पऱ्यो यसमा त्यसमा चाहिँ जे छ त्यही हुन्थ्यो कि अनि त्यो कुरा भनौँ न यसरी हेरौँ न एउटा हामीले 6 मिनटको गीत खिचेको नि त बिहानदेखि 12 घन्टाभन्दा बढी त हामीले खिचेकै छौँ नि त भनेपछि त कति काम हुँदो रहेछ भन्ने कुरा महसुस हुन्छ क्या यहाँबाट होइन जस्तै अब कहिले